Tuitorai testa tuimawa kojogoi thangkha khorongni jitham army jawan kojogoi thangkha army rokni kubangma malkhung te army camp patimung strangshal aichugo Gangtok ni North Sikkim amsayo watui faimani bagai lunok lek bai fayoi testa tuima shakau klai faimani bagai kirima singsaki torai kasakha North Sikkim ni testa tuima aboni yagulo tuitorai testa tuimawa kojogoi thangkha khorongni jitham army jawan kojogoi thangkha army rokni kubangma malkhung te army camp patimung strangshal aichugo Gangtok ni North Sikkim amsayo patimung ni yagulo chobani jorawo rescue khlaijangmani haike habawa ongkhorkha shipping hafang te army tuilomani bagai North Sikkim ni kisashuk amsayo kuakha lahar lampra te hathai habong patimung ni yagulo kubun amsai bekagoi thangkha chungtham amsai patimung no tuyoi army ni intern commandant shakha आचमसे तुइतोरै तेस्ता तुइमाव कचगoi थांखा खरंगनि जिथाम आर्मी जवान हुनै गर्न चाहन्छौ हेर्नुस् हामीले यो एरिया चाहिँ कर्डन अफ गरिदिएको छ तर बेलका चाहिँ हामीलाई यताको लोकल पब्लिकको सहयोग चाहियो हाम्रो सिक्किम आर्म पुलिस आईआरबी पनि हामी डिप्लोय गर्दै छौं तर अघि पनि एकजना केटा हामीले पक्रियो जो घर भित्र पसेर कसैको सामान चोरी गर्ने खोज्दै थियो पुलिस त अन अलर्टै छ तर पब्लिकबाट हामी के सहयोग माग्छौं हामीलाई चाहिँ यहाँको गणमान्य 8-10 जनाको नाम आओस् जो बेलका पुलिस मित्रको रूपमा काम गर्छ र उनीहरुले यो एरियालाई चाहिँ रुङ्ने हामीसँग चाहिँ हेल्प गर्छ किनभने आम पुलिसले लोकल्सलाई चिन्दैन यस्तो इन्सिडेन्ट्स हामीले पहिला अन्य ठाउँमा पनि देखेको छ कि कति जना मान्छेहरुले यस्तो डिजास्टरको बेलामा कसैको घरबाट सामान चोरी दिन्छ के इम्पोर्टेन्ट सामान लगिदिन्छ पछि बेचारा त्यो फ्यामिलीहरु दुखी भएर थानामा आएर थेफ्टको कम्प्लेन गर्छ यो घटना नहोस् र एसएचओ सिङतामलाई यो हेल्प चाहियो दोस्रो हामी के नोट गर्दै छौं कति जना पब्लिकले आफ्नो मेन बाटोमा भेहिकल चाहिँ त्यसै छाडा छोडेर उनीहरु कुनचे घरमा बसिरहेको छ यसले चाहिँ धेरै ट्राफिकलाई डिस्टर्बेन्स गर्दैछ हामी अहिले अनाउन्समेन्ट्स गराउने छौं हामी रिक्वेस्ट गर्न चाहन्छौं कि त्यो बाटो पनि क्लियर गर्नेमा लोकल पब्लिकले हेल्प गरोस् ताकि इमर्जेन्सी सर्भिसेस SDRF, NDRF, SAP, IRB, district field officers, magistrates जति पनि एजेन्सीज काम गर्नु आउँदैछ त्यहाँ निर्विघ्न बाधा रहित रूपमा चाहिँ काम गर्न सको यो हामी अपील गर्न चाहन्छौं एउटा सिनियर लिडरशिपको तर्फबाट थ्यांक यू हेर्नुस् अब यो हिजो राति लगभग 1 बजेतिर जब फर्स्ट इन्फर्मेसन आयो कि अचानक त्यो लोनाक ग्लेशियर जो लेक थियो फर्स्ट इनिशियल रिपोर्ट त त्यस्तै आउँदै थियो कि त्यहाँ बर्स्ट हुँदैछ र त्यसको इफेक्ट चाहिँ पर्ने रहेछ र त्यति बेला हाम्रो एसपी ग्याङटकले इमिडिएटली अलर्ट जारी गर्यो त्यो अलर्ट जारी भइसकेपछि यहाँ हाम्रो एसएचओ सिङतामको नेतृत्वमा उनीहरुको सबै टिम बजारभरि आएर चाहिँ उनीहरुले अनाउन्समेन्ट गर्न थाल्यो त्यो अनाउन्समेन्टमा उनीहरुलाई पब्लिकलाई चाहिँ एकदम वार्न गर्दै थियो कि यस्तो प्रकारको घटना अहिले अलर्ट जारी हुँदैछ र एटलिस्ट त्यो अनाउन्समेन्टमा के भयो कि धेरै मान्छेहरुले चाहिँ त्यो अनाउन्समेन्टलाई सुनेर कोअपरेसन दिएर उनीहरु चाहिँ त्यहाँबाट चाहिँ सरी दियो यो एउटा मेजर सेफ्टी फ्याक्टर भयो पुलिसको लागि बिकज त्यो कोअपरेसन पुलिसलाई नगरेको भए त्यति बेला चाहिँ कति मान्छेहरुको चाहिँ जालमालको अझै डेन्जर हुन सक्ने थियो दोस्रो कुरा हाम्रो चाहिँ त्यो जति पनि यो टिम अफ अफिसर्स थियो त्यो बिहानदेखि नै हाम्रो डीआईजी साहब यहाँ हुनुहुन्छ हाम्रो एसएचओ सदर एसडीपीओ ग्याङटकहरु पनि यहाँ टिम अफ अफिसर्स बनाएर उनीहरु आइराखेको छ अहिले पनि तपाईले रेस्क्यु अपरेशन्स देख्दैछ हाम्रो एसडीआरएफ होमगार्ड एन्ड सिभिल डिफेन्सको एक प्लाटुन बिहान आएको थियो त्यहाँदेखि चाहिँ एसएपी को एसडीआरएफ को टिम पनि आइराको छ अहिले पनि यो टिम चाहिँ उता रेस्क्युमा संलग्न छ र खोलाको लेभल चाहिँ हिजो राति भन्दा त अलिक घटेको छ तर हामीले यहाँ एउटा कर्डन अफ जस्तो गरिदिएको छ हामी पब्लिकलाई पनि रिक्वेस्ट गर्दैछौं कि अननेसेसरी आएर चाहिँ त्यो बीचमा काम ह्याम्पर हुँदैछ डिस्टर्ब हुँदैछ त्यो चाहिँ नगर्दिनु भन्ने पनि पुलिसले अपील गर्दैछ फियाबा कचगoi थांनाय खरगनि जिथाम आर्मी जवान रंनो नायतुकनानि बागै चाइतुंनो हारजागै तंगु हुनै बसाखा आर्मीनि इन्टर्न कमान्डेन्ट ब्युरो रिपोर्ट थिनि खरां।